हेलो साथीहरू, नमस्ते सबैजनालाई है। म चाहिँ नयाँ भ्लग लिएर आइसकेको छु। आजको भ्लग चाहिँ त्यही हो, मेरो छुट्टी हो, यताउता घुम्ने, घरमा खाना बनाएर खाने। त्यही छ आजको भ्लग चाहिँ। हेरिदिनुहोस् होला, सपोर्ट गरिदिनुहोस् होला, लाइक गरिदिनुहोस् होला, कमेन्ट गरिदिनुहोस् होला, सेयर डङ गरिदिनुहोस् होला है। हाम्रो दिदीले कुकुरलाई खाना दिइरहेछ है। मा दानवीर छ बिचारा। ल तपाईँहरू बस्दै गर, दोकान गएर आउँछौँ। सप्पल काट्ने है गएर, अब सप्पल काटेर आउने, दोकान गएर सामानहरू लिएर आउने, सब्जीहरू त्यही हो। बस्दै गर टमी, बस्दै गर भाइ। ल साथीहरू, हामी चाहिँ हिँडौँ। अहिले निक्ल्यो। आज मसित चाहिँ नयाँ दिदीहरू छ। हाम्रो मार्केट आइपुग्यो। चिकन लिने कि के लिनु? चिकन लिउँ, म पकाउँछु। पोपल काट्न थालेको है। यहाँ देख्छ पिसेको पोपल। ल हामी चाहिँ लाग्यौँ चिकन लिने। अलिकति आउनु हो, मलाई भुँडी दुखिसक्यो। छिटो गर। भयो त छैन। अब चाहिँ कुचोम किन्यो वापस फेरि। कहाँ किन्छ हौ? यहीँ किनिहाल न त, यहीँ छ त। कितने का आलू? 30 रुपये केजी। 1 केजी बोको 30 का। ऑनलाइन हो जाएगा ना भैया? उतारो चिकन चिकन लान्छु अहिले म थपले दिन्छु। आमा के छिटो सुनेको। 2000 years later. जो आएको मार लम्बैमा फोन पक्रिनु पनि गाह्रो हो त मलाई त। हेर्नु टमी, हामी चाहिँ निक्ल्यौँ छिटो। आजको मौसम चाहिँ सही छ, गर्मी कम धेरै। के गर्दैन मौसम चाहिँ आज सही छ, गरम पनि त्यस्तो छैन। पार्क आइपुग्यो है। ओइ टमी, टमी मेरो आँखामा आइज, आँखामा
ऊ अर्को कुकुर चाहिँ ऊ पर बसिरहेछ है। हामी चाहिँ यहाँ पार्कमा यसो घुम्ने भनेर आएको, हावा खाने भनेर छुट्टीको दिन। पार्क चाहिँ यस्तो छ नजारा। बहुत बदमास हो गया टमी, बिचारा बच्चालाई 2 रन लगायो बिचारा खेदेर। गयो नानी टमी। हाम्रो टमी चाहिँ धेरै फुर्के भएर बाँध्नु पर्यो है, मान्छेको पछि 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 कुदेर। ओ टमी मलाई नि यहाँ नबसौँ, उता जाउँ। अहिले मान्छेहरू बसिरहेछ। आँखामाहरू ठिक छ, बरु सुधो, तर सानोमा त यो पनि सुधो थियो। टमी पनि अहिले चाहिँ फुर्के भएको छ आँखामा। त्यस्तो छ है। चढ्नु गाह्रो पऱ्यो बिचारा हाम्रो टङ आँखामा। लास्टै गरम छ केटा हो, गरम हुन्छ नि। होस् अगाडि जाउँ। कता ल जाउँ न अन्त। कहाँ बिचमा भनेको? अगाडि जाउँ न। ल जाउँ। हाम्रो यो बच्चा चाहिँ सुधो छ, यो चाहिँ अलिक फुर्के फुर्के भएको रहेछ ठुलो पाएर। हेर त, मलाई तान्ला तान्ला गर्छ त। देखेन त्यहाँ नानीहरू थियो, नानीहरू भएको। होस् खामारु ए हाम्रो एउटा अल्छे चाहिँ उनी सुत्यो। यो चाहिँ अलिक डोन भएको छ अलिक। टमी अब गए नानीहरूसित गए। टमी 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 पार्कमा आएपछि चाहिँ हावा पनि कति मजाको आउँछ। अहिले हान्छ त्यसलाई गाईले हेर ल पार्क। जति नै हावा चले पनि पसिना पसिना हुन्छ यार दिल्ली जस्तो जग्गामा त। हाम्रो टमीले चाहिँ कलर चेन्ज गर्यो है। आउँदा सफा नुहाइधुवाइ गरेर ल्याइदिएको। टमी काले न काले भएर आमा हिल्लै हिल्लो। यो साथी चाहिँ हाम्रो अल्छे न अल्छे पर्यो कालु चाहिँ। ऊ त्यहाँ सेते पनि कालै भइरहेछ। यो चाहिँ अल्छे न अल्छे। अहिले चाहिँ पार्कको यस्तो छ नजरा। हेर्नुहोस् साथीहरू लास्टै झ्याउ लाग्यो। अब चाहिँ रुम जाने ओए। टमी झ्याउ छ झ्याउ जिन्दगी झ्याउ जिन्दगी लोन्द्राङ। एक्सर्साइज गर्ने जग्गाहरू पनि छ यहाँतिर। ल साथीहरू आजको भिडियो चाहिँ यति हो है। भेटौँला नेक्स्ट भ्लगमा।
लाइक गरिदिनु भएको छैन भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला अनि सेयर गर्नु नभुल्नु होला है साथीहरू। भेटौँ अर्को भ्लगमा। बाई बाई।